हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ हामी जाँदैछौँ पोर्ट आर्थर, विच इज यो चाहिँ अस्ट्रेलियाको सबैभन्दा पुरानो प्रिजन रहेछ। यो चाहिँ 1830मा इस्टाब्लिस भएको प्रिजन रहेछ एन्ड हामी चाहिँ आज त्यहाँ घुम्न जाँदैछौँ। सो बाटोमा जाँदा कति राम्रो भ्युजहरू थियो के। अनि मैले एउटा भिडियो लिएँ गाडीमा। यो चाहिँ हाम्रो साथी दिपु, ऊ चाहिँ आफ्नो प्रोटिन ड्रिङ्क खाइरहेको थियो। आज मैले उसलाई पछाडि बसाएँ, सो आई वाज सो ह्याप्पी है। अनि बाटोमा जाँदा यस्तो राम्रो भ्युजहरू थियो कि ताजमानिया त ब्युटिफुल डेफिनेटली छँदैछ है, नो कम्प्रोमाइज अन द्याट। एकदमै राम्रो ब्युटी भएको प्लेस हो क्या ताजमानिया चाहिँ। अनि आज चाहिँ हामी अलि लङ ड्राइभमा जाँदै थियौँ। होबार्टबाट चाहिँ यो 1.5 आवर्स जति लाग्यो क्या अरे ड्राइभमा। अनि फाइनल्ली हामी पुग्यौँ पोर्ट आर्थर हिस्ट्रिक साइट। अनि त्यसपछि गऱ्यौँ मैले स्क्यान, अनि टिकट स्क्यान गरेर चाहिँ हामी हिँड्दै गयौँ। एक्चुअलमा चाहिँ यो मेन अट्र्याक्सन यहाँको सबसे पुरानो जेल रे। त्यसपछि त्यहाँ जान अगाडि चाहिँ हामीले यो हेऱ्यौँ क्या, यता अलिअलि यसको बारेमा लेखेको थियो के थियो त्यो भित्र भनेर पुरै मेन्सन गरिएको थियो। अनि त्यसपछि त्यो हेर्दै म चाहिँ त्यो भिडियो मतलब त्यो ठाउँ हेरिरहेको थिएँ अनि आफ्नो सिपलाई कुरिरहेको थिएँ हामी चाहिँ पालो। त्यसपछि मेरो हस्बेन्डले चाहिँ यो म्याप भेटाउनु भएछ। अनि त्यसपछि हामी आफ्नो पालो कुर्दै थियौँ। अनि यो म्यापमा चाहिँ मेन्सन गराएर चाहिँ कि कहाँ के छ भनेर। त्यो सिपमा पनि एउटा स्टोरी टेलिङ जस्तै भइरहेको थियो। अनि दिपु चाहिँ अगाडि थियो, यता हेर न भन्दा मानेन। अनि त्यसपछि मैले लिएँ भिडियो। अब चाहिँ मैले आफ्नो पनि अलिकति क्लिक गरेँ है। अनि एकछिन बाहिर गयौँ अनि बाहिरको भ्यू पनि इन्जोय गऱ्यौँ। के रहेछ क्या त्यसको साइडमा चाहिँ कति कुराहरू त्यहाँ थियो। अनि उनीहरूको पनि मैले भिडियो लिएँ। अनि इट वाज अमेजिङ है, भ्यू चाहिँ एकदम राम्रो थियो। त्यो म्यापमा मेन्सन गरिएको रहेछ कि के कता छ भनेर। अनि डुल्दै गयौँ। मैले पनि आफ्नो एउटा फेरि भिडियो क्लिक गरिहालेँ। अनि त्यसपछि फाइनली पुग्यौँ हामी त्यो बिल्डिङको अगाडि। अनि यो बिल्डिङ चाहिँ वान अफ द ओल्डेस्ट बिल्डिङ के प्रिजन। यो चाहिँ 1830मा इस्टाब्लिस भएको रहेछ ब्रिटिसहरूद्वारा। अनि त्यसपछि यहाँ चाहिँ कैदीहरूलाई ल्याएर लाइक कन्भिक्ट गर्ने ठाउँ रहेछ कि यो चाहिँ। अनि हरेक ठाउँमा सबै इन्फर्मेसनहरू के कस्तो थियो भनेर सबै राखेको थियो। यो चाहिँ पुरानो भएर अलिक भत्केको थियो। हाउएभर अहिले चाहिँ यो युनेस्कोले वर्ल्ड हेरिटेज साइटमा राखेको रहेछ एन्ड दे आर टेकिङ द रेस्पोन्सिबिलिटी अफ प्रिजर्भिङ इट रे भनेर मैले पढेको थिएँ त्यहाँ कतै। अनि हेर्दै गयौँ अनि यस्तो प्रिजन है पुरानो भन्दै मलाई त कस्तो रमाइलो लागिरहेको थियो हेर्न। अनि गयौँ हामी एउटा ठाउँमा, यो चाहिँ आई थिङ्क क्वार्टर होला सायद। त्यहाँ चाहिँ मेरो हस्बेन्डले एउटा पिक्चर लिइदेऊ न भनेर भनिरहेको थियो। अनि म चाहिँ भिडियो लिँदै थिएँ। त्यसपछि क्वार्टरतर्फ लाग्यौँ हामी त्यो प्रिजनबाट हिँडेर। अनि क्वार्टर्सहरूमा त के थियो क्या, एउटा रुमहरू जस्तै उनीहरूको रुम रहेछ कि यो। अनि यो चाहिँ एउटा म्याप बनाएको लाइक सानो क्राफ्ट जस्तो होइन, अब पुरा यो कता के छ भनेर बनाइएको रहेछ, विच वाज भेरी इन्ट्रेस्टिङ। त्यसपछि गयौँ हामी अर्को क्वार्टरको रुमहरूतर्फ, जता पनि यो आगो बाल्ने चाहिँ राखेकै हुने है भनेर मेरो हस्बेन्डले भनेको थियो कि। अनि हो पनि जता पनि थियो क्या यस्तो सानो आगो बाल्ने ठाउँ चाहिँ। यो चाहिँ अफिसर्स क्वार्टर्स अरे टावर कटेज भन्ने ठाउँ रहेछ। यो पनि अफिसर्सहरू बस्ने ठाउँ। त्यसपछि लाग्यौँ हामी अर्को बाटोतर्फ। यो चाहिँ एउटा हस्पिटल रहेछ कि गाइस। त्यहाँको मान्छेहरूलाई चाहिँ पहिला त्यही नै यस्तो सुविधाहरू पनि त्यही एरियामा दिने गराएर रहेछ। सो यो चाहिँ एउटा हस्पिटल हो, त्यहाँको प्रिजनर्स, त्यहाँको स्टाफ लाइक त्यहाँको अफिसर्सहरूको लागि बनाइएको ठाउँ। अनि यहाँ एउटा आई थिङ्क पुलिस स्टेसन जस्तो लाग्यो यो चाहिँ। अनि हेरेँ मैले त्यहाँ हो रहेछ पुलिस स्टेसन। सबै कुराहरू कस्तो बनाइएको थियो क्या त्यहाँ। त्यसपछि अरू ठाउँमा त गएनौँ हामी, 4 अलरेडी बज्न आँटेको थियो। लाग्यौँ हामी आर्ट ग्यालरीतर्फ।
त्यहाँ पनि यस्तो बनाएको रहेछ। यो ठाउँ त एक्चुअलमा यति ठुलो रहेछ क्या, पुरै एक दिन लाग्ने रहेछ घुम्नलाई। अनि आइल अफ डेड भन्ने चाहिँ हामीले सीबाट देखेका थियौँ, त्यहाँ चाहिँ एउटा ग्रेभयार्ड पनि थियो। अनि हेऱ्यौँ त्यो आर्ट ग्यालरीमा, हेर्दै गयौँ। इट वाज सो इन्ट्रेस्टिङ। यति धेरै रहेछ ठाउँ त घुम्नुपर्ने है, तर हामीले चाहिँ फ्यु ठाउँहरू मात्रै घुम्यौँ। अनि त्यसपछि मैले देखेँ यहाँ एउटा चुज वान स्टाइल अफ कार्ड, अनि अर्को वालमा गएर कम्पेयर गर भनेर लेखेको थियो। त्यसपछि गएँ म यता अर्कोतर्फ, अनि मैले आफ्नो कार्ड चुज गरेर त्यहाँ हेरेको त त्यहाँ त कैदीहरूको नाम, अनि कैदीहरू पनि स्टिलिङ शर्ट यस्तोवालाहरू थियो कि कति सानो सानो कुराहरूमा कति लाइफ टाइम सेन्टेन्स गराएर रहेछ जेलमा। अनि यो चाहिँ त्यसपछि हामी चटपटे खायौँ। चटपटे खाँदै गएपछि अन्त्यमा चाहिँ हामी आफ्नो घरतर्फ लाग्यौँ। सो यो ठाउँ चाहिँ एकदम राम्रो थियो। हिस्टोरिकल कुराहरू, कति कुराहरू थाहा पाइने कि अस्ट्रेलियाको बारेमा। मस्ट भिजिट प्लेस गाइज। थ्याङ्क यू फर वाचिङ।